हतार हतार कार्यकारीलाई गएर गतिलो भइदिए भए मेयरले साँचो लाउनु पर्थ्यो। सार्वजनिक जग्गा अतिक्रमण गर्ने दलाल ठगहरूको चाहिँ सिगान निकालेका छन्, पसिना छुटाएका छन्। यो ठगुवा हो, बनाए भयो। बालन एउटा देशको नागरिक हो, कार्यकारी प्रधानमन्त्री मेयर भएकै छ, प्रधानमन्त्री हुन के अनौठो भयो त जनताले पत्याए हुन्छ। तर सल्लाहकारका नाममा जता पनि त्यो खरीजुकाले रगत खोजे जस्तो पैसा मात्रै खोज्ने सल्लाहकार थुपारेर सुशासनको फुइँ चाहिँ नलाउनु। चाहे काङ्ग्रेसको होस्, चाहे एमालेको होस्, चाहे माओवादीको होस्, चाहे राप्रपाको होस्, चाहे अन्तको होस्, जुनसुकै पार्टीको नेता होस् त्यस्तालाई चुनावमा जनताले बहिष्कार गर्नुपर्छ। लोकतन्त्रको अग्राधिकार भने यही हो। अनि त्यही भ्रष्टलाई चाहिँ तपाईँ चुनावमा चाहिँ अनि निर्वाचित गर्नुहुन्छ, अनि भ्रष्टाचारको संरक्षण नगरेर त्यो दलालले के गर्छ त? नाटकीय प्रवृत्तिले यो सरकारै नौटङ्कीपूर्ण तरिकाले बनेको छ। त्यसकारण यो सरकारले नाटकीय कुरा गर्नु अनौठो हुँदैन, अनौठो लाग्दैन होइन। किनभने यो भ्रष्टाचारका काण्ड ढाकछोप गर्न बनेको सरकार हो। 1, 2, 3 यिनै भ्रष्टाचारीहरूले चाहिँ त्यो भ्रष्टाचार उप कुनै पनि अनुसन्धान नगर्ने, त्यसो भए तिमी पनि आऊ खाऊ मिलेर भ्रष्टाचार गरौँ भन्ने सहमति भयो। म अलिक खुल्ला फराकिलो परसम्म सोच्ने चेतना भएको मान्छे हो।